कुरा चाहिँ यता व्यक्त गरिसक्नु भएको छ। हामीले चाहिँ पूर्वाधारमा लगानी गर्दै गर्दा अथवा विद्यालय र ह्युमन रिसोर्सेसमा कुनै किसिमले लगानी गर्दै गर्दाखेरि यसभन्दा अगाडि कुन क्रममा चाहिँ लगानी गर्ने भन्ने स्पष्ट एउटा साइन्टिफिक मेथड नभएको हुनाले हामीले त्यो साइन्टिफिक मेथड बनाउनको लागि चाहिँ योपालि हामीले स्कुल म्यापिङ र इन्फ्रास्ट्रक्चर असेसमेन्ट गर्दैछौँ पहिलो चरणमा। त्योबाट हामीसँग तथ्याङ्कहरू डेटाहरू आइसकेपछि आगामी आर्थिक वर्षहरूमा चाहिँ त्यो डेटाहरूको आधारमा हामी यस्तो पूर्वाधारहरूमा लगानी गर्दै डिजिटल हबहरू बनाउने, इन्क्युबेसन सेन्टरहरू बनाउने कार्य चाहिँ क्रमशः हामी गर्दै जानेछौँ। माननीय हर्कराज राईले बीपी कोइरालाको बारेमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बारेमा कुरा उठाउनु भएको छ। कोटा जुन अहिले 100 छ, 100बाट 150 पुर्याउनु पर्ने भन्ने विषयमा त्यसमा सरकारको पनि माननीय ज्यूसँग सहमति नै छ। हामीले शिक्षा आयोगमा पनि विभिन्न बीपी कोइराला स्वास्थ्य विज्ञानको मात्र होइन विभिन्न मेडिकल कलेजहरूको कोटा बढाउने विषयमा हामी निरन्तर उहाँहरूसँग छलफलमै छौँ र हामीले योपालि सरकारको नीति तथा कार्यक्रम हेऱ्यौँ भने पनि त्यस्तो नीति तथा कार्यक्रममा पनि मेडिकल इन्स्टिट्युसनहरूमा चाहिँ उल्लेख्य अभिवृद्धि गर्ने भन्ने कुरा नीति तथा कार्यक्रममा पनि आएको विषय हो। र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोटा मात्र बढाउने कुरा नभइकन विदेशी विद्यार्थीहरूको कोटा पनि यसभन्दा अगाडि बीपी कोइराला स्वास्थ्य विज्ञानले चाहिँ विदेशी विद्यार्थी धेरै भएको हुनाले उहाँहरूको आम्दानी पनि एकदम राम्रो भएको र अहिले विदेशी विद्यार्थीमा पनि एकदमै कम ल्याउन सक्ने प्रावधान भएको हुनाले त्यहाँबाट पनि आम्दानी कम हुने भएको गुनासो उहाँहरूले सुनाउनु भएको छ र मान्यज्यूले दिनुभएको सुझावमा हामी एकदमै सकारात्मक छौँ। त्यसमा हामी अगाडि बढाउने नै छौँ यो विषयलाई। त्यसरी नै माननीय यशोदा कुमारी बरालले भौतिक निर्माण सम्बन्धी भवन सम्बन्धी अहिले पनि भवन कम भएको र भौतिक अवस्था कति ठाउँमा अझै पनि नाजुक रहेको भन्ने विषय उठाउनु भएको छ। हामीले यो वर्ष पनि जुन ठाउँमा अब भौतिक निर्माण एकदमै अब छाना नै छैन विद्यालयको अथवा त्यहाँ बसेर डेस्क बेन्च चाहिँ नभएको विद्यालयलाई विभिन्न कार्यक्रम मार्फत तत्काल राहत उपलब्ध गराउनको लागि त हामी त्यो उपलब्ध गराउँछौँ नै। तर अघि नै मैले भनेको छोरी नै स्कुल म्यापिङ र इन्फ्रास्ट्रक्चर असेसमेन्ट मार्फत हामीले त्यो तथ्याङ्क लिइसकेपछि मात्र थप रूपमा चाहिँ अझ व्यवस्थित रूपमा त्यसको विकास गर्न सकिन्छ। यो सबै अहिले हामीले गर्ने तत्काल राहत दिएर तत्काल अनुदान दिएर त्यो विद्यालयहरूलाई चाहिँ थोरै भए पनि भौतिक रूपमा सुधार गर्ने भनेको एकदमै त्यो सर्ट टर्ममा त्यो राम्रो हुन जान्छ। तर दीर्घकालीन रूपमा चाहिँ त्यस्तो समस्याहरूको समाधान गर्नको लागि चाहिँ पहिला हामीलाई त्यसको डेटाहरू आवश्यक हुन्छ। हामीले पहिलो वर्षमा गर्ने भनेको चाहिँ त्यो नै हो। यद्यपि माननीयज्यूले उठाउनु भएको विद्यालयमा भवनै नभएको अवस्थामा विद्यार्थीहरू विद्यालय भवन बाहिर गएर पढ्नुपर्ने अवस्थामा चाहिँ हामीले तत्काल राहतहरू उपलब्ध गराउन सक्छौँ। त्यसरी नै माननीय प्रमिला कुमारीले पनि इसिडी सहजकर्ताको भत्ताको बारेमा विषय उठाउनु भएको छ। यो अघि नै मैले भनेको जसरी नै यसमा सरकार पनि संवेदनशील छ। यसपछि शिक्षा ऐनले पनि यसलाई स्पष्ट बनाउँदै जानेछ। तर यसमा अघि मैले भनेको जसरी नै यो चाहिँ पूर्ण दरबन्दी नभएर एकदम सर्ट टर्मको लागि सोचिएर ल्याएको एउटा कार्यक्रम भएको हुनाले आजसम्म पनि यसले धेरै समस्याहरू ल्याइरहेको छ। यो सुधार गर्नको लागि सरकार प्रतिबद्ध नै रहेको छ। शिक्षा ऐनले यसको बारेमा थप स्पष्ट गराउनेछन्। त्यसरी नै माननीय ताहिर अली भाटले कतिपय पालिकामा चाहिँ कुनै किसिमको क्याम्पसहरू नै नभएकोमा त्यसमा सरकारको योजना के छ भनेर भन्नुभएको थियो। हामीले विश्वविद्यालयलाई थप अहिले त्रिभुवन विश्वविद्यालय साथसाथै हाम्रो अन्य 14वटा विश्वविद्यालयहरू छ नेपाल सरकारको। हामीले विश्वविद्यालयमा सुशासनका सुधारका विषयहरूदेखि लिएर राजनीतिकरणले विश्वविद्यालयहरू जसरी इनोभेटिभ हुन नपाएको उदाहरणहरू विगतमा छ। त्यसलाई हामीले विस्तारमा विश्वविद्यालयलाई राजनीति गर्ने अखडा होइन, त्यसलाई हामीले एउटा प्रोफेसनल र प्राज्ञिक इन्स्टिट्युसनको रूपमा हामीले विकास गर्दै हामीले अगाडि बढाउनेछौँ। र हामीले विश्वविद्यालयलाई चाहिँ स्वायत्त छोड्दै अलिकति त्यहाँ चाहिँ रचनात्मक हिसाबले प्राज्ञिक हिसाबले विश्वविद्यालयलाई चाहिँ अभ्यास गर्ने वातावरण सरकारले बनाइदिन्छ। त्यसका लागि हामीले कुनै पालिकामा आवश्यक त्यस्तो क्याम्पसै नभएको विषयवस्तु छन् भने विश्वविद्यालयसँग सहकार्य गरेर जहाँ चाहिँ पहुँच छ पढ्ने विद्यार्थीहरू छन् तर क्याम्पस छैन त्यस्तो क्षेत्रमा चाहिँ विश्वविद्यालयसँग त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयसँग सहकार्य गरेर क्याम्पस तत्काल आवश्यक पर्ने भए त्यसको विषयमा अगाडि बढाइने नै छ। त्यसरी नै माननीय निता
घतानीले 11 र 12 का शिक्षकहरूको दरबन्दी नभएको भन्ने विषय उठान गर्नुभएको छ। यसमा 11 र 12 को पनि हामी अहिले ट्रान्सफर्मेसन फेजमै भएको हुनाले र यसमा अगाडिदेखि नै दरबन्दी नभएको हुनाले यसमा समस्याहरू आइरहेको छ। यसमा 11 र 12 मा दरबन्दी थप गर्ने विषयमा पनि हाम्रो सरकार प्रतिबद्ध नै रहेछ र यसको सम्बोधन पनि थप यसपछि आउने शिक्षा ऐनले यसमा थप स्पष्ट बनाएर लाने कुरा प्रतिबद्धता जनाउन चाहन्छु। धन्यवाद।